बिहान बिहान यस्तो पाउँछु क्या मैले हैन यस्तो नेटमा ल मम्मी मोबाइल गन्डुले गयाउँदो मम्मी मोबाइलमा आऊ कसरी खान्छ यो जेली हो यो जेली छ त लौ लास्टे परेको पत्र फुटकाट दुईटा मजुन हाले कुनी आन्छ लौ दिर मम्मी कुनी आन्छ अब यसको बालो ल एउटा एउटा यता हेर यता हेर्न यता यता हेरेन चलाइ स्ट्रबेरी फार्म स्ट्रबेरी तर यो किराले खाएछ टिप टिप सबै कमिलाले खाएछ नि देऊ त पखाले खानुपर्छ है गोदा ल त स्ट्रबेरी तयार भयो ल यो मेरो भाग यो भाग रसनी दिगो चस गर्नुभन्दा अगाडि खान्छ भने यिनीहरू चस अर्कोले छक्कै पनि सक्यो यता हाम्रो मासु पाक्दैछ तर रातो रातो बनाउँछु भनेको कस्तो भएछ एक्सपेक्टेसन भर्सेस रियालिटी हो नि त फेरि यो होइन ग्यास धेरै महँगो भएर हामीले चुलोमा पकाएको छ नि फेरि यो चाहिँ हाम्रो यहाँ चाहिँ खाना पाकिसक्यो हाम्रो मासु पाक्दैछ अब यसमा अलिकति धनियाँहरू राखेपछि दामी हुन्छ हाम्रो कराईको कान चाहिँ छैन है एउटा हाम्रो अब अचार बनाउनुको लागि होइन अनि हाम्रो अचार बनाउनुको लागि हामीले चाहिँ यस्तो गर्छौँ होइन यस्तो तेल पनि महँगो ग्यास पनि महँगो त्यही भएर आजकल हामी भुट्दैन गोरभेडालाई यसो हाल्छौँ गोरभेडा पनि महँगो छ क्या कति धेरै हाले 4वटा भए पुग्छ हाल यहाँ यसरी गर्छौँ अनि यो तातो खरानीले यसरी ल यही भन्छु कि म एक्सपेक्टेसन भर्सेस रियालिटी भनेर यस्तो देहामै मजाले पुरिदिन्छु भन्छु होइन के हुन्छ के भयो गरे रसनी दाल बुलो कहाँ अहिले होइन अहिले उछिटिन्छ पछि है त यसै त बनाउने नि ढिँडो मेरो कामदारहरू अहिले बनाउने ल
चुलो भत्काइदे ल चुलो भत्काइदे ल खै म जान्दछु भन्दै थियो त ल चलाउन आउँदैन कस्तो छ या भात हाल्नु पर्छ भातको यो नै निस्कियो लगाऊ त्यो लगा भातको बिर्को राम्ररी लास्ट पल्दियो कि हेर्दैन ल ल अब म गराउँछु छोड्दै ल भाइ उठ खट त म भिडियो बनाएर यस्तो गर्ने हेर यस्तो गर्ने ढेँडो पकाउनलाई ओके एन्ड लाइक दिस बुझ्यो यस्तरी तान्ने यस्तरी यस्तो गर्ने फेरि यस्तो गर्ने यस्तोरी गर्ने यस्तो गर्ने बुझ्यो यस्तो गर्ने अनि यस्तो पनि गर्नुपर्छ खस्यो यो ढेँडो यस्तो गर्ने पोलिहाल्छ यस्तरी तान्ने यस्तो गर्ने अया यस्तो गर्ने फेरि यो यस्तो अलिअलि त खस्छ होइन यो यसरी राख्ने यसरी राख्ने होइन यो यसरी राख्ने अनि भुइँसीलाई दिने अलिपछि यो भुइँसीलाई दिनुपर्छ बुझ्यो ए यसरी डढ्दो पनि रहेछ है डढ्यो कागज यस्तो गर्ने फेरि हामीले गऱ्यो भने हातै डल्छ फेरि यसरी तान्ने त्यो रुमालले त कति डरिछ कि हो झन्न लरे हिजो राति पनि त्यस्तै गर्थ्यो हो यस्तो गर्ने यस्तो गर्ने यस्तो है यसको थाहा ओ ल बल्ल सबार्ने कुरा आयो होइन यस्तो गर्ने कस्तो ल यस्तो गरेपछि ढिँडो पाक्छ बुझ्यो त्यहाँ घाउ भयो भने नि खुट्टामा अनि मैले जानेछु तँलाई धनियाँ छ धनियाँको बिउ छ क्या त्यहाँ त्यस लुगा अर्कै छेड्दे पहिला खाए गोप्लेहरू अनि आँगनभरि हिलो बन्यो भने नि अनि मैले जानेछु कि तिमीहरूलाई साइकल निकाल्ने दाइले निकाल राखिदे ल बोकेर छ यो मैले झिक्दै होइन म मिनाले आफैले झिकेको यो मैले झिक्दै हो होइन यो आफैले झिकेको ए त्यो साइकल दे दाइले गाल गर्छ अरे मैले भैँसी यसो धन्यवाद पिताको हो नि
टुटुहाल्यो